मान्य सदस्यको पनि त्यही हो। दुई मिनटभित्र आफ्नो भनाइ राख्नुहोस् मान्य सदस्य। सम्माननीय सभामुख महोदय, भारतको बेङ्गलोर स्थित चन्द्रापुर अपार्टमेन्टमा कार्यरत बझाङ जिल्लाको केदारसिंह गाउँपालिका वडा नम्बर 4 का विजयराज भट्ट काम गर्ने क्रममा त्यो अपार्टमेन्टको मालिकले कुटपिट गरेर मृत्यु भएको छ आज मात्रै सभामुख महोदय। र अहिले शव चाहिँ बेङ्गलोरको सूर्य सिटी पुलिस स्टेसनमा राखिएको छ। म मृतक विजयराज भट्टप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँको शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छु। र यही सन्दर्भमा यस्तो गम्भीर परिस्थिति, गम्भीर घटना घटेको छ र म नेपाल सरकारको गम्भीरतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु सभामुख महोदय। यही सन्दर्भमा दक्षिण भारतका विभिन्न राज्यहरूमा करिब 20 लाखभन्दा बढी नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी तथा पेसाकर्मीहरूको बसोबास रहेको यथार्थलाई राज्यले अब पनि व्यवस्था गर्नु राम्रो हुँदैन। विदेशमा रहे पनि उनीहरू नेपालको अर्थतन्त्र, सामाजिक संरचना र राष्ट्रहितका महत्त्वपूर्ण साझेदार हुन्। तर नागरिकता, राजधानी, श्रम समस्या, कानुनी सहायता, उद्धार, मृत्यु तथा दुर्घटना व्यवस्थापन, लगानी प्रबन्धन र राज्यका सेवा सुविधामा पहुँचका विषयमा उनीहरूले अझै पनि ठुलो कठिनाइ भोगिरहेका छन्। त्यसैले दक्षिण भारतको आर्थिक तथा प्रवासी केन्द्रका रूपमा रहेको बेङ्गलोरमा नेपाल सरकारको आधिकारिक महावाणिज्य दूतावास वा कूटनीतिक नियोग अविलम्ब स्थापना गर्नु केवल यो कूटनीतिक सम्बन्ध स्थापित गर्ने कुरा मात्र होइन, नेपालीहरूको चाहिँ जहाँ नेपालीहरू बस्छन् त्यहाँ राज्य आवश्यक पर्छ भन्ने मान्यतालाई पनि यसले स्थापित गर्ने गर्दछ सभामुख महोदय। त्यसैले यो सुविधा विस्तारको विषय मात्र होइन, यो लाखौँ नेपालीको संवैधानिक अधिकार, राज्यप्रतिको अपनत्व र नागरिक संरक्षणको दायित्वसँग जोडिएको विषय हो। विदेशमा बसेका नेपालीलाई केवल रेमिटेन्स पठाउने माध्यमका रूपमा होइन, राष्ट्र निर्माणका साझेदार नागरिकका रूपमा सम्मान गर्न चाहने हो भने बेङ्गलोरमा नेपाली नियोग स्थापना गर्नु नेपाल सरकारले तत्काल कूटनीतिक, प्रशासनिक र नीतिगत पहल गर्नुपर्दछ। त्यसैले राज्यको पहुँच नागरिकसम्म पुग्नुपर्छ। नागरिकले राज्य खोज्दै हजारौँ किलोमिटर धाउनुपर्ने अवस्था लोकतान्त्रिक शासन व्यवस्थाको कमजोरी हो। त्यसैले